क्लास 8 एक्सरसाइज अभ्यास 11.2 एक नंबरमा सरल गर्नुहोस् 2a/y प्लस 3b/y। अब यसमा यो दुवै सेम छ, त्यो एउटा मात्र लिनुपर्छ y। अब यहाँ केही त 2a प्लस 3b जस्ताका त्यस्तै सराउँछ 2a प्लस 3b/y भयो आन्सर। ल यसमा पनि त्यस्तै छ r² त्यो यो सेमै छ, त्यो एउटा लिनुपर्छ r²। खको 5p प्लस 7p 5p प्लस 7p बाई r² भाग स्क्वायर। गर्नु यो पनि सेमै सेम छ, यो त योलाई एलसिएम गर्ने। अब एलसिएम गर्दाखेरि 6b। अब यहाँ 5a माइनस a। अब यसमा त जात मिलिरहेछ यसको, यो a छ त दुवै एउटा घर छ, एउटा a त 4a/6b बाई आन्सर। घर नंबर अब सबै त सेमै हो, एउटा x प्लस 2 एन्ड 3 माइनस 2 योलाई घटाउँदाखेरि 1/x प्लस 2 बाई स्क्वायर। अब यसमा पनि त्यस्तै छ, यसको एलसिएम 2 x प्लस 1 प्लस x प्लस 2। अब x को टर्म त भेट्छ त यो प्लस हुन्छ, यसको पनि प्लस हुन्छ त योलाई जोड्दाखेरि 2x प्लस योलाई जोड्दाखेरि 3/2 योलाई यसको त अब 2x प्लस 3/2। अब 4 नंबरमा दिएको छ x प्लस y बाई a प्लस 1। अब यसको पनि यतिकै आन्सर हुन्छ, x प्लस y माइनस y। अब माइनस माइनस कटियो तो x बाई x प्लस 1 a छ a बाई आन्सर।